धेरैचोटि म आफैलाई के लाग्थ्यो, हामी राजाको छोराछोरीहरू हो अनि हामीले राजकुमारको जीवन जिउनुपर्छ। अनि मैले धेरै यो प्रचार गरेँ, तर एक समय परमप्रभुले नि मलाई नि प्रेरितहरूको जीवनलाई देख्न दिनुभयो। त आफूलाई राजाको छोरा अनि राजकुमारको जीवन जिउनुपर्छ, हेर एकचोटि हेर, जोहरूले चाहिँ मेरो निम्ति जिउँदै आफूलाई आगोमा जलाए, जोहरू चाहिँ मेरो निम्ति जिउँदै मारिए, त्योहरूको जीवनलाई हेर, त्योहरू को? प्रभुले मैले भन्दै थिएँ, प्रभु त्यो पनि तपाईँको छोराहरू हो। बोलावट सबैको एउटै हुँदैन, तर प्रभुले नि हामीलाई मर्नको लागि धेरैचोटि बोलाउनु भएको रहेछ। अनि मैले प्रभुलाई क्षमा माग्दै थिएँ। राजकुमारको जीवन चाहिँ पृथ्वीमा होइन, तर हामीले स्वर्गमा जिउनको लागि चाहिँ बोलाएका हौँ। र यसको मतलब पृथ्वीमा अब हामीलाई सफल हुनु चाहिँदैन भनेको होइन, चाहिन्छ, तर अनि त्यो चाहिँ बुलावटमा भर पर्दछ। प्रेरितहरूको जीवनलाई हेरे कस्तो दर्दनाक है, कस्तो दर्दनाक गएको छ। अनि धेरैको जीवनलाई हामीले अहिले पनि हेर्छौँ। अनि म तपाईँलाई जहिले भन्छु, हाम्रो के भन्छ, हाम्रो एनडी थुलुङको बुबा डिआर थुलुङको म कुरा गर्छु नि, कस्तो उहाँको बुलावट चाहिँ कस्तो, आफ्नो मृत्युको बक्स चाहिँ नि आफैले बनाएर है। प्रभु येशूले कति बेला मलाई लान्छ भनेर पर्खेर बस्ने बुलावट क्या होइन। कहिले उहाँले राम्रो कुराहरू, गाडी घरको कुराहरू हेर्नु भएन रहेछ, तर यति साह्रो प्रभुको निम्ति नि सब कुरालाई छोडिदिनु भएछ। उहाँ चाहिँ नि यस मलेसियामा नै आएर कति रहनु भएको, कति समय अगाडि उहाँसँग प्रशस्तै पैसाहरू पनि थियो, तर नि त्यो कुराले उहाँले थुप्रो कुराहरू गर्न सक्नुहुन्थेछ, तर त्यो कुराहरूलाई पनि छोडेर उहाँले कस्तो जीवन चाहिँ मन पराउनु भएछ हेर्नुहोस् त। गरिब दुखीको अगाडि जाँदै क्या, नभएकोलाई कपडा किनिदिँदै होइन, सङ्गति गर्ने ठाउँ नहुँदै गर्दाखेरि कस्तो चर्चहरू बनाइदिँदै होइन, खानाहरू बाँड्दै कस्तो खालको जीवनलाई जिएर अनि लास्टमा नि प्रभुलाई पर्खे गरे। आफ्नो निम्ति नि आफ्नो लासलाई ढाक्ने बक्स बनाएर, प्रभु छिट्टो म तपाईँलाई भेट्नु छ, कस्तो चाहिँ होला त्यो प्रतीक्षा। प्रेरितहरू पनि नि यति साह्रो दर्दनाक उनीहरूको जीवन बाँधिएर झ्यालखानमा हुँदै गर्दाखेरि, कति ठाउँमा कष्टमा हुँदै गर्दाखेरि नि हाँस्दै प्रभुलाई पर्खिने जीवन क्यों? किन त्यो कुरा भयो भन्दै गर्दाखेरि आफ्नो जीवनलाई इन्कार गरेर है, संसारको थुप्रो कुरोहरूबाट नि आफ्नो जीवनलाई पर सारेर नि उनीहरूले त्यो खालको जीवनलाई जिएको छ। अनि आज मैले यस ठाउँबाट भन्न चाहेको कुरा चाहिँ के हो भन्दै गर्दाखेरि नि, तपाईँ धेरैजना यस ठाउँमा प्रेरितहरू हुनुहुन्छ, त्यो तपाईँले पत्याउनु नसक्नु त्यो हाम्रो कमजोरी हो, तर म यो कुराहरू भन्छु, तपाईँहरू धेरैजनाको बुलावट चेलाको बुलावट छ। हेर्नुहोस् है त, एउटा सेवकको बुलावट छ। अनि थुप्रोचोटि हामी सेवकको बुलावटको लागि चाहिँ नि हामीलाई यो पनि लाग्दो रहेछ मनमा है, धेरै ठुलो हल अनि धेरै मान्छे, सबै कुरा दामी मिलेको। म यसो विचार गर्छु त्यो समयहरूलाई, आजकल नि म पुरानो दिनहरूलाई सम्झिँदैछु क्या, पहिलो शताब्दीको दिनहरूलाई सम्झिँदैछु है, जहाँनिर गिटार थिएन, जहाँनिर यो बेस भनेको के हो थाहा नै थिएन, किबोर्ड के हो थाहा नै थिएन। हेर्नुहोस् है त, मादल याद थियो होला अलिअलि, अनि यो झ्याली भन्छ नि, त्यो यहाँ छैन रहेछ, झ्याली भन्छ नि, छिङछिङ गर्ने, हजुर त्यो। तर त्यो समयमा नि प्रभुलाई माया गर्ने र भेला भएर त्यो झ्याली चाहिँ बजाएर नि गीत गाउँदै गर्दा, भजन गाउँदै गर्दाखेरि चाहिँ नि यस्तो बाहिरको मान्छेहरू रुँदै आउँथ्यो अरे त्यो सेवामा। म त्यो दिनलाई फर्केर हेर्दैछु, गिटार थिएन, ड्रम थिएन, किबोर्ड थिएन, उनीहरूले नि त्यो सबै आफ्नो जीवनको कतिवटा सुविधाको कुरोहरूलाई पर सारेर उनीहरू कस्तो विगत ठाउँमा गएर एउटा झ्याली अनि ताली बजाएर भजनलाई गाउँदै गर्दाखेरि चाहिँ नि मान्छे छिया छिया हुन्थ्यो अरे क्या। म त्यो अभिषेकलाई फेरि पनि स्वागत गर्दैछु, प्रभु फर्काउनु पर्छ त्यो अभिषेक भनिकन क्या। हामीले त्यो भागलाई हेर्न आवश्यक छ। आजको दिनको प्रेरितहरूले, आजको दिनको चेला, आजको दिनको मेरो मण्डली, मेरो दाजुभाइ, मेरो दिदी बहिनीले हामीले त्यो भागको नि हामीले नि सपना देख्नुपर्छ। कस्तो हुन्छ होला जब मेरो नानाहरूले गाउँदै गर्दाखेरि मान्छेले घुँडा टेकेर पश्चाताप गर्दै गर्दा कस्तो हुन्छ होला क्या होइन। मेरो दाजुहरूले, मेरो भाइहरूले जब गीत चाहिँ गाउँदै गर्दाखेरि नि घुँडा टेकेर प्रभु मैले तपाईँको विरुद्धमा पाप गरेको छु, प्रभु मलाई क्षमा गरिदिनुहोस् भनिकन पश्चाताप गर्दै गर्दा कस्तो चाहिँ हुन्छ होला। अनि यो चाहिँ म आज तपाईँलाई किन भन्दैछु भन्ने କଥା, थुप्रोचोटि हामीले देखेको जागृति, हामीले पर्खेको जागृति अर्कै हुन्छ, तर प्रभुले ल्याउने जागृति चाहिँ नि अर्कै हुन्छ। त्यस कारणले गर्दा हामीले देखेको, हामीले सोचेको जागृतिबाट पनि जीवनलाई पर सार्नु आवश्यक छ, त्यो भागबाट पनि जीवनलाई निकाल्नु आवश्यक छ। अनि म कहिले बोल्दिनँ, हाम्रो प्रेम कला नानाले धेरै बहुतचोटि भनेको यहीँनिर पनि,
मलाई बोलाएर भाइ प्रार्थना गरौँ होइन, हामी प्रार्थना गरौँ। कस्तो भनेको क्या, थुप्रो कुराहरू तालमेलहरू मिलिराखेको थिएन, दौडधुप बढिराखेको थियो, अनि क्याम्पहरू सेवाहरू नजिक भइराखेको थियो। त्यो म आफैले पनि लिन सकिराखेको थिइनँ। के पो गराउने होला, होल नाइट प्रार्थना पनि गराउनु छ, सङ्गति पनि हेर्नु छ, त्यही माथि त्यति बेला होइन तल माथि 3 ठाउँमा कुद्दा ओर्दा थुप्रो कुराहरू नानाको जीवनबाट नै प्रभु बोल्नु भएको। अनि यो कुरालाई चाहिँ मैले कहिले पक्रेँ भन्दै गर्दा जब रोहित दाजु अनि यहाँ आएर बोल्नु भने रोहित दाजुले के कुरा भन्नुभयो भने नि, ड्याम्मै मान्छे थियो भने उहाँले के कुरालाई भन्नुभयो, प्रभुले यस्तो माइटी रिभाइभललाई यति साह्रो ठुलो जागृतिलाई ल्याउन खोज्दै हुनुहुन्छ, अनि त्यो कुरालाई ल्याउनको लागि चाहिँ नि प्रार्थनामा जानु हो भन्ने कुरा बोल्नुभयो क्या त्यो समयमा। नि म आफूलाई मजा लाग्यो, तर भित्रको चोटले नि, भित्रको अघि मैले भन्न हाम्रो मनको दुखाइ चाहिँ त्यस्तो गाह्रो हुन्छ, हामीलाई नै साह्रो पर्छ। जुन दुखाइलाई चाहिँ कसले देख्दैन, हामी बाहिर हाँसेर हिँड्दै गरेका हुन्छौँ, जय मसी हजुर कस्तो हुनुहुन्छ, सन्चै हुनुहुन्छ, परिवारहरूलाई कस्तो छ, तर भित्रको चोटले यति साह्रो नि हामीलाई नै पक्रेर बाँधेर कैदमा पारेको हुन्छ। त्यो चोटलाई हामीले धेरैचोटि नदेख्दै गर्दाखेरि नि कस्तो भत्किँदै गरेको हुन्छ। अनि मैले सम्झना गरेँ, नानाले थुप्रोचोटि भन्नुभएको थियो प्रार्थना। अनि यो कुरालाई चाहिँ म आज तपाईँलाई किन भन्दैछु भन्दै गर्दाखेरि नि, थुप्रोचोटि हाम्रो जीवनले चाहेको ठाउँहरूबाट हाम्रो जीवनलाई हामीले सार्नु, त्यस ठाउँलाई छोड्नु आवश्यक रहेछ र प्रभुले चाहनु भएको ठाउँमा हामी आउनु आवश्यक रहेछ है। त्यो कुराले चाहिँ नि रिभाइभल अनि जागृतिलाई चाहिँ कसले पनि रोक्न सक्दैन। अनि रिभाइभल भनेको चाहिँ हामी थुप्रोचोटि कस्तो खालको हाम्रो बुझाइ छ भन्दै गर्दाखेरि एकदम उफ्रिने क्या, एकदम उफ्रिने ड्याम्मै मान्छे मात्रै है। तर मलाई एकजना मान्छेको मैले उहाँको नाम बिर्सेँ, तर चाइनामा मिसनरी भएर जानु भएको रहेछ होइन। अनि उहाँको जीवनले यति बिघ्न त्यस ठाउँमा सुसमाचारको काम गर्नुभयो, सेवाको काम गर्नुभयो, एउटा आत्मा पनि बाँचेन रहेछ। हेर्नुहोस् त, एउटा आत्मा पनि बाँचेन रहेछ। तर पनि उहाँको फ्यामिलीमा कहिले निराशा आएन अरे। भित्रबाट उनीहरूले यो कुराहरू सोचिराखेको थिएन, मैले चाहिँ जीवित परमप्रभु परमेश्वर राजाहरूका राजाको काम गर्दैछु। आमेन आमेन। थुप्रोचोटि हामीलाई यो कुराले रोक्छ, मैले फलनाले पास्टरले भन्यो अरायो म गर्दैछु, एल्डरले अरायो म गर्दैछु, कुनै संस्थाले अरायो म गर्दैछु, होइन। तर राजाहरूका राजाले जसै अराउनुहुन्छ नि हामी उभिनु चाहिँ आवश्यक रहेछ। अनि त्यो चाइनामा जानुभएको मिसनरी उहाँ सेवकले नि एउटा आत्मा बाँचेर अन्तमा आएर नि एकजना मान्छेले भन्यो अरे, तपाईँको जीवनको विषयमा मैले सुनेको छु, मेरो लागि प्रार्थना गरिदिनुहोस्, मेरो लागि प्रार्थना गरिदिनुहोस्, म प्रभुमा घुँडा टेक्न चाहन्छु भनेर एकजना मान्छे आयो अरे। अनि उहाँको नाउँमा प्रभु येशूको नाउँमा घुँडा टेक्दै गर्दा उहाँले ऊ व्यक्तिलाई मात्रै प्रार्थना गरिदिएको अरे, उहाँ व्यक्ति मात्रै बाँचेको अरे। अनि उहाँको किताबहरू पढेर सिल्वानस दाजुहरू जस्तो बन्यो, रोहित दाजुहरू जस्तो बन्यो। उहाँकै किताब पढेर अहिले तपाईँले हेर्नुहुन्छ होला युट्युबमा पास्टर दानियल छेत्री, उहाँहरूले चाहिँ त्यो किताब पढेर लिडरसिपमा आएको उहाँहरू चाहिँ। अनि त्यो किताब पढेर उहाँहरू आएको लिडरसिपको सेवाका हेर्नुहोस् कस्तो प्रभावकारी छ। तर मैले यहाँबाट भन्न चाहेको कुरा जागृति भनेको चाहिँ के हो भन्दै गर्दाखेरि नि प्रभुको इच्छामा हामी उभिनु हो, भिडको इच्छामा होइन, मानिसको इच्छामा होइन, पृथ्वीको राजाको इच्छामा होइन, तर परमेश्वरको इच्छामा हामी उभिनु चाहिँ नि जागृति हो। त्यस ठाउँमा उसले नि प्रचार गर्दै गर्दा कोही बाँचेन, म छोडिदिन्छु यो ठाउँलाई भनेर नि प्रभुलाई नसुनी चाहिँ गएको भने त्यस ठाउँमा केनिथ ह्यागिन जस्तो माइटी परमेश्वरको सेवक चाहिँ नि खडा हुँदैन थियो। अनि आज उहाँको किताब पढेर चाहिँ नि कस्तो विजय जोयल गुरुङ, पास्टर दानियल छेत्री, रोहित दाजु, सिल्वानस दाजुहरू जस्तो मान्छेहरू नि बनेको छ, टप कस्तो लिडरहरू चाहिँ खडा भएको छ क्यौ। अनि मैले यहाँबाट भन्न चाहेको कुरा थुप्रोचोटि हाम्रो विचारले पर्खेको जागृति रिभाइभलबाट पनि जीवनलाई हामीले के गर्नुपर्छ भन्नुहोस् त, निकाल्नु पर्ने हुन्छ, छोडिदिनु पर्ने हुन्छ। परमप्रभु त्यसरी बोल्नुहुन्छ। यहाँ अब्राहमसँग उहाँ एक हिसाबले अब्राहमको जीवनमा रिभाइभल थियो, आपाले ल्याउँदै थियो, घर चलिराखेको थियो, कुटुम्बा थियो, गाउँघर थियो, त्यो देशको उत्तराधिकारी थियो, नागरिक थियो, त्यो देशमा उसको हक थियो, सबै कुरा थियो उसको। तर त्यो बिचमा आएर त्यो हुँदै गर्दा त एउटा रिभाइभल जस्तो त नि आशिषले हेर्नुहोस्, यसै विचार गर्नुहोस्, बाउले कमाएर ल्याउँदैछ, हामीले दुःख गर्नु परेको छैन, के भन्नुहुन्छ यो आशिष कि श्राप? आशिष हो नि हो क्या, हेर्नुहोस् त, दुःखै गर्नु पर्दैछैन, खानु आइराखेको छ, लाउनु आइराखेको छ, सबै कुरा भइराखेको छ, यो त आशिष हो, रिभाइभल हो, जागृति हो। तर त्यो जागृतिबाट नि अब्राहमलाई परमप्रभु परमेश्वरले निकालेर चाहिँ कहाँ जानु हो, मैले देखाएको देश जो चाहिँ अब्राहमको लागि चाहिँ बिरानो थियो, त्यहाँनिर आफ्नो आफन्त कुटुम्ब कोही पनि थिएन, तर त्यस ठाउँमा जानलाई नै अब्राहम तयार भयो। आमेन आमेन।